हेलो गाइज, वेलकम ब्याक टु माई अनदर ब्लग। होप तपाईँहरू एकदम सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र यो चिसो मौसममा आज चाहिँ मैले फेरि पनि नयाँ भ्लग लिएर तपाईँहरूको सामने उपस्थिति भइसकेको छु। लगभग 2 महिना जति होला मैले पनि भ्लग नबनाएको। सो त्यही हो, पर्सनल काम भएर केही बिजी भएर चाहिँ मैले बनाएको थिइनँ। सो अबदेखि चाहिँ भ्लग लगभग कन्टिन्यू नै आउँछ र बिहान मैले चाहिँ मेरो प्यान्थरलाई स्टार्ट गरिसकेको छु। सो आज चाहिँ हामी गर्नेवाला छौँ पिकनिक। सो हाम्रो गाउँको केही मान्छेहरू मिलेर हामी चाहिँ पिकनिक जानेवाला छौँ। र फर्स्टमा चाहिँ मैले बाइक स्टार्ट गर्नुको मेन रिजन भने चाहिँ अब चाहिँ मैले सपिङ गर्नुपर्ने हुन्छ, कुखुरा लिनुपर्ने हुन्छ, त्यसपछि बजार गएर चाहिँ तरकारी सपिङ गर्नुपर्ने हुन्छ र यहाँ अब धेरै थरी कुराहरू चाहिँ म सपिङ गरेर सबै कुराहरू तपाईँहरूको सामुन्ने तपाईँहरूलाई देखाउने छु। सो यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। र मेरो बाइकको चाहिँ मैले टेल रिमुभ गरिदिएको थिएँ, कस्तो देखाएको छ कमेन्ट गर्नु होला। यो पुरै रिमुभ गर्दाखेरि चाहिँ यहाँबाट चाहिँ माटोहरू जाँदो रहेछ यहाँभित्रबाट होइन, त्यही भएर चाहिँ मैले यो पुरै टेललाई चाहिँ रिमुभ गरेको छैन, किनकि म अर्जेन्टली कहिलेकाहीँ सिन्धुली पनि गइरहनु पर्छ। सो त्यही भएको कारणले गर्दाखेरि यहाँनिर टक्क टेल ट्याडी चाहिँ मैले राखेको छु। सो त्यही हो, मेरो गोप्रोमा चाहिँ थोरै प्रब्लम भएको छ। सो त्यही भएर चाहिँ मैले गोप्रोबाट चाहिँ म हिँडेकोहरू सुटिङ गर्दिनँ अनि म डाइरेक्टली अब चाहिँ एउटा भाइलाई लिएर कुखुरा लिन जान्छु। सो त्यो ठाउँमा पुगेर तपाईँहरूलाई म देखाउनेछु। सो गाइस, अहिले चाहिँ म यता साइडमा आएको छु, एउटा त्यो सानो भाइलाई कुर्दैछु अनि ऊ र म मिलेर चाहिँ ब्रोइलर लिन जानेवाला छौँ। सो त्यही हो, वातावरण एकदम यस्तो छ पुरै होइन। हाम्रो पाहाडमा त यस्तो छ भने तराईमा कति धेरै बाक्लो होला। सो त्यही हो, सबैजनाले भ्लग हेरेर इन्जोय गर्नु होला। र मेरो यहाँ क्विन देख्न सक्नुहुन्छ, तेलै छैन क्या, ओभर देख्न सक्नुहुन्छ, तेलै पुरै जिरो छ लगभग, ब्लिङ्किङ गरिरहेको छ। एक लिटर पनि लगभग कम भइसकेको छ। सो भिखारी पनि अर्ग्यानिक भिखारी भइरहेको छ, लास्ट अर्ग्यानिक भिखारी भइरहेको छ। सो त्यही हो, बाबु आउँदैछ अनि अब टक्क जानुपर्ने हुन्छ। सो गाइज, फाइनली म चाहिँ यहाँ कुखुरा भाटमा आइसकेको छु। सो ब्रोइलर साउ चाहिँ उहाँ हुनुहुन्छ, एउटा भाले गरिदिनु है, टक्कसँगले देख्न सक्नुहुन्छ। सो पिकनिकको लागि चाहिँ हामीले 2टा कुखुरा चुज गरिसक्यो। भाले पोथी छ होइन, अब सानै छ लगभग। अब हामी पनि त थोरै मान्छे जाने हो, सो त्यही अनुसार बजेट अनुसार सानो छ। फाइनली गाइज, हामी चाहिँ बजार एरिया आइसक्यो र अहिले चाहिँ मर्निङ टाइम छ र खासै लागेको छैन, मान्छे आएकै छैन, भर्खरै स्टार्टिङ हो। सो यहाँ बजारमा चाहिँ हल्का सपिङ गर्नुपर्ने हुन्छ अनि त्यस पछाडि हामी लाग्नेछौँ आफ्नो गन्तव्यतिर। र पहिला यहाँनिर थोरै अब चाहियो नि त, मासुको लागि सामानहरू चाहियो होइन, प्लस अब हुन्छ नि अलिअलि सलादहरू, त्यो सबैको लागि सामानहरू किन्नुपर्ने हुन्छ होइन। सो त्यस पछाडि अहिले सामान लगभग सबैतिर झाराझार छ क्या, यता सबै मान्छेहरू आफ्नै व्यस्ततामा छ। अलिअलि खुर्सानी लानुपर्ने हुन्छ, थोरै क्यारोट होइन। अरू के छ स्पेसल, अरू अहिले बजार राखेकै रहन्छ क्या, अहिले सबै प्याकिङ हुँदैछ र सबै किन्नुपर्ने हुन्छ। र यसलाई चाहिँ खासमा बुधबारे बजार भनिन्छ र यो हाम्रो 3 पाटन 2मा छ र तपाईँहरू पनि आउन सक्नुहुन्छ। वेलकम छ बजारमा, सबै कुराहरू लगभग डेली रूपमा चाहिने कुराहरू चाहिँ तपाईँहरू लान सक्नुहुन्छ। कुन चाहिँ 140 यो कि यसको? पहिलाको भन्दा महँगो भन्ने कुरा हो। ओ दाजु, टमाटर कसरी छ? 120 होइन, ओके, 120 रुपियाँ केजी। सो पावल राम्रो टमाटर छाना त, ओ त्यहाँ पोलिथिन आधी केजी मात्रै हो, थोरै लानुपर्छ किनकि अब थोरै सानो पार्टी हो नि त, सानो पिकनिक जान आँट्यो। सो प्रशस्त इनफ भयो भए इनफै लानु हुन्थ्यो। राम्रो सामान छ, पाकेको जस्तो। यो कसरी छ साउजी? खुर्सानी 150 किलो लाँदाखेरि किलो पाउको पाउ अँ, एक पाउ हालिदिनु त मलाई। ओइ हाल त, यो छाना त्यसलाई साइडमा राख त। यसलाई कसरी हो क्यारोटलाई? यसलाई कसरी छ? किलोको त 2500, झोला आउँछ 25 किलो। क्रेट होइन के? किलो? केजी। किलोको 120 रुपियाँ। आधी किलो भने पोलिथिन दिनु त। सपिङ गरेर पनि अब हिँडिसक्यो। हाम्रो प्यान्थर यहाँ छ। सो अब हामी चाहिँ चट्ट लगाएर जानुपर्ने हुन्छ घरमा होइन, किनकि हाम्रो सपिङ चाहिँ सबै कम्प्लिट भइसकेको छ। सो त्यही हो, यतातिर केही पनि खाइएन आज। 6 hours later
सो गाइस पिकनिक खानेहरू चाहिँ अगाडि हिँड्दै रहेछन् यस्तो हालत छ छोरा मान्छे भयो गाह्रो छ गाह्रो बोक्नुपर्छ हेभी सामानहरू सो उता छन् जनताहरू केटाकेटी ल हाम्रो पिकनिकको ग्रुप टोलीहरू सबैजना आइसक्नुभयो र अब यो लोकेसन चाहिँ यति एरिया हो यता सबै बनमारा घारी छ सो पहिला टाइममा चाहिँ हामी यता साइडमा आइन्थ्यो रमाइलो हुन्थ्यो र अहिले चाहिँ खासै नआउने भएको कारणले गर्दाखेरि र यहाँनिर मान्छेले बनमारा पनि फाडेको रहेनछ सबै फुलेर बसेछ र यो बोइलर यहाँ छ अब यहीँ पकाउने चाहिँ यहीँ सेटअप गर्नु पर्ला ल केटा कस्तो फिल भइरहेछ तिमीहरूलाई राम्रो छ यस्तो लाइक गरेर देखाउँ त ल ठिक छ त्यहाँ अब के गर्नु मरिरहेछ अब यो पिकनिक भनेकै त्यही हो मासु खानै पर्यो होइन र त्यो यहाँ चटपटी बन्दैछ यहाँ तपाईँहरूले अलिकति हेल्प गरिदिनु हो एक्लै भयो कि चक्कु नै एक्लै हो चक्कु नै एउटै हो पिकनिक खाने टोलीहरू छन् यहाँनिर सबै बाटोहरू ठाउँहरू सरसफाइ हुँदैछ ठाउँहरू एकदम राम्रोसित सो हेलो गाइस अहिले चाहिँ म हाम्रो तीनपाटन एरियाको वान अफ द ब्युटिफुल फोनमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ पछाडिको एरिया कस्तो दामी छ होइन सो देख्न सक्नुहुन्छ दामी वाटरफल होइन स्पेसली यो बर्खामा चाहिँ यस्तो बबाल तरिकाले झर्छ अहिले चाहिँ हिउँदको मौसम भएर त्यही पनि यति त झरिरहेछ होइन हामी थुप्रोचोटि पौडी खेल्छौँ यो एरियामा यहाँ देख्न सक्नुहुन्छ इन्द्रेणी टाइपको भइरहेछ होइन उहाँ पर हेर्न सक्नुहुन्छ होइन यहाँबाट तपाईँहरूले मोबाइलमा नि क्याप्चर भएको देख्न सक्नुहुन्छ र माथिबाट चाहिँ बर्खाको एरियामा झर्दाखेरि चाहिँ यस्तो खुबसुरत बबाल देखिन्छ र यहाँनिर केटाकेटीहरूले चाहिँ फोहोर पारिसकेछ र यो एरियामा चाहिँ गहिरो छ क्या यो एरियामा चाहिँ गहिरो छ सो त्यही हो आजको पिकनिक चलिरहेछ हाम्रो पिकनिक कार्यक्रम तपाईँहरूलाई कस्तो लागेको छ होइन कमेन्ट गर्दै गर्नु होला यस्तै हो जिन्दगीमा कहिलेकाहीँ रमाइलो गर्नुपर्छ सो त्यही हो एरिया भनेको र हाम्रो भाइ बहिनी पनि यहाँ पुरै एरियालाई हेरिरहेछन् पिकनिक खाँदै होइन कस्तो लागिरहेछ केटा हो राम्रो छ होइन हो ल ठिक छ र एकदम हावा पनि दामी तरिकाले चिर्र आइरहेछ मजा भइरहेछ गाइस गौरी छायाको दहमा छौँ र यहाँ माथिबाट चिस्यानी चाहिँ टप टप बगिरहेछ सो यहाँ चाहिँ बबाल पानी बगिरहेछ सो देख्न सक्नुहुन्छ पछाडिको एरिया कस्तो देखेछ पछाडिको एरिया राम्रो छ बबाले देखिरहेछ सो यहाँ चाहिँ हामी स्पेसली पौडी खेल्छौँ मजाले नजिक आएर देखाऊ सो मजा छ एकदम हेर्न सक्नुहुन्छ पानी झर्नाको पानी पहिला पिउनु पर्यो अलिअलि बबाल चिसो भइरहेछ र यहाँबाट चाहिँ पौडी खेल्न पर्ला जस्तो लागिरहेछ दामी छ एकदम एक दुई राउन्ड हान्नु पर्छ क्या बबाल छ गाइस बबाले भिजिसक्यो मजाले दामी लागेको छ सो तपाईँहरू पनि यो एरियामा आउन चाहनुहुन्छ भने चाहिँ यो एरिया चाहिँ किराते खोला छ त्यहाँदेखिको चिर माथि एरियामा छ होइन यस्तो दामी वाटरफल छ र उता पनि पोखरीमा पनि देखाउ त दामी छ खुबसुरत छ सो दामी हुन्छ यहाँ आउनु होला तपाईँहरूलाई यदि भिडियो सर्ट गर्न मन छ भने पनि यहाँ आउन सक्नुहुन्छ र तपाईँहरूले यहाँ आएर मनोरञ्जन गर्न सक्नुहुन्छ
सो गाइस पौडी खेल्न मन लागिरहेछ। यता पछाडिको एरिया दामी छ होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। के गर्नु के भइरहेछ चिसोमा होइन। केटा हो खेल्ने हो, उता देखाऊ त केटाहरूलाई। खेल्ने हो केटाहरू खेल्ने भनिरहेछ। म नि 1-2 ड्राइभ हान्नुपर्छ है क्या हो होइन। बिहान देख्न सक्नुहुन्छ पुरै चिसो लागेर पुरै भुत्ला पनि ठाडो भइरहेछ। त्यही पनि हानिदिनु पर्ला जस्तो लागिरहेछ। 2 hours later. र मेरो मोबाइल अलरेडी डेड भइसकेको छ होइन। यो मोबाइल स्विच अफ पारेर राखिदिएको छु। डेड भयो होइन, ब्याट्री यसको डाउन भइसकेको छ। सो मैले अर्को फोन युज गरिरहेको छु अहिले चाहिँ। र सबैजना लाइनमा अब पास हुँदैछ मजाले। अस्मिता कस्तो फिल भएको छ अनि? राम्रो छ एकदम ठिक छ। तिमीलाई रमाइलो लागेको छ? रमाइलो लाग्यो कस्तो हुँदैछ बाबु? ठिक छ ल आउँदैछ है त। ल हाम्रो डेलिसियस भोजन यता प्राउन छ। बाबुलाई उठाउनु पर्ने। ल देख्न सक्नुहुन्छ। सो तपाईँहरू नआए पनि हेरेर यसो मजा लिनु होला। यम्मी छ है त, हेर्दै टेस्टी छ नि। बबाल छ गाइस। यताको एरिया सबैजनाले खाना थाल्दै हुनुहुन्छ। खोइ एलिनालाई भएन त, एलिनालाई भइसक्यो। कृष्णा ल सो मेरो भागमा पनि आइसकेको छ। प्राउनहरू छ होइन, प्लस चिकन छ, सलाद छ, यस्तो टाइपको छ। अब मस्त खानु भन्ने हुन्छ। सलाददेखि स्टार्ट गर्नु है। सो पिकनिक सकिसकेको छ र उब्रेको खानकीहरू चाहिँ सबलाई यहाँ भएको जनताहरू सबलाई बाँड्ने यहाँ कुरा हुँदैछ, कार्यक्रम हुँदैछ। र आजको भिडियो कस्तो छ तपाईँहरू सबैले कमेन्ट गर्नुहोला। र नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्न नबिर्सिनु होला होइन केटा हो। कस्तो भयो पिकनिक? राम्रो। पिकनिक ठिकै भएछ। सबैजना खै खाएर झन् एनर्जी छैन, ठिकै छ। सो त्यही हो, यहाँ बाँडफाँड हुँदैछ र यति भइसकेपछि अब हामी घरतिर लाग्नुपर्ने हुन्छ। सो त्यही हो, अबदेखि भ्लग लगभग कन्टिन्यू आउनु सक्छ। सो गाइज फेरि एउटा काण्ड भइसकेको छ। यो चाहिँ भाँच्यो क्या, फेरि पनि हेर्न सक्नुहुन्छ। यो अस्ति भर्खर मगाएको थिएँ मैले, फेरि पनि भाँच्या छ। सो नयाँ लिनुपर्ने हुन्छ भन्दै आजको भ्लगलाई यहीँ टुङ्गाउन चाहन्छु। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला र च्यानललाई माया गरिदिनु होला भन्दै सबैलाई बाई बाई, सी यु इन नेक्स्ट भ्लग।